हेलो हेलो हजुर नमस्ते सबैजनालाई। म आज पार्क घुम्न आएको छु है। पार्कमा छन् मान्छेहरू है। पार्क घुम्ने आउने क्रममा चाहिँ ट्याक्क त्यहाँ दुईजना मैले सायद नेपालीहरू हुनुहुन्छ होला, एकचोटि गएर सोध्छु, त्यस्तै लाग्छ है। म एकचोटि उहाँलाई सोध्छु। हेलो हजुर नमस्ते। नमस्ते हजुर, नमस्ते। नेपाली हो हजुरहरू? होइन, विदेशी हो। विदेशी हो? भन्नुहोस् न नेपाली हो भने छिटो भन्नुहोस् है। नेपाली हो? होइन, हामी विदेशी हो। तपाईँहरूलाई म एउटा क्वेसन सोध्छु है। सोध्नुहोस्। क्वेसन को राम्रो एन्सर दिनुभयो भने तपाईँहरूलाई मेरो तर्फबाट सानो प्राइज छ, लप्सी गर्मीको बेलामा। लप्सी सोधौँ? लस्सी होला। लस्सी 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 सोधौँ? सोधौँ। भ्यागु त जति उब्रियो भने कालमा मुनि किन हुन्छ? दुइटैलाई प्रश्न, एउटा प्रश्न। हामी विदेशी हो, अरू पनि नेपाली छ, बुझेन। नेपाली आउँदैन, एन्सरै आउँदैन भने हो अरे। भ्यागु त जति उब्रियो नि कालमा मुनि किन हुन्छ? यो भनेको के हो नेपालीमा? आउँछै आउँदैन भन्नुहोस् है। हामीलाई आएन? आएन। यसको एन्सर म भन्छु तपाईँहरूलाई। म तपाईँहरूलाई यति बोलिदिएकोमा चिसो पनि खुवाउँछु ल। उता नि जाऊँ, जुम भएर उहाँ पनि नेपाली हुन् कि इन्डियन हुन् हेर्नुपर्छ एकचोटि। सर उहाँ बस्नु भएको छ, उहाँलाई पनि सोध्छु है। तपाईँहरूको एन्सर छ, तपाईँहरूको क्वेसन थियो भ्यागु त जति उफ्रियो नि कालना मुनि किन हुन्छ? यसको एन्सर भनिदिनु त। भन्नुहोस्। कालो अग्लो भएर।